त्यसरी नै नवद्वीप स्पोर्टिङ क्लब मधुमलाको टिम पनि यहाँ सहभागी भएको थियो र त्यसरी नै माई नगरपालिकाबाट दुईटा टिम अत्यन्तै उत्कृष्ट टिमहरू ठेवाखोला स्पोर्ट्स क्लब जो सेमी फाइनलमा हिजो यहाँ बाहिरिएको छ, पलासी युथ क्लबको पनि सहभागिता भएको छ र यहाँको आयोजक हाम्रो एकदम यहाँका एनर्जेटिक युवा भाइहरूको युथअप माङसेबुङ टिम पनि समावेश भएको थियो र एउटा टिम थोङनाम स्पोर्टिङ क्लब जो यो हामीले प्रथम पटक आयोजना गरिएको यो हाम्रो टुर्नामेन्टमा उहाँहरू अनुपस्थित रहेको थियो। उहाँहरूलाई हामी आगामी यो क्रमशः यो आगामीको गेममा हामी उहाँहरूलाई इन्ट्री दिने छैनौँ, किनभने उहाँले हामीले कारबाही स्वरूप नै हामीले घोषणा म यहाँ गर्दछु। जो टिम यहाँ अनुपस्थित भएको छ हिजो यहाँले थाहा पनि पाउनुभएको छ, हामी त्यो टिमलाई आगामी दिनमा दिने छैनौँ र जो यहाँ जोडिनुभयो टिमहरू धेरै पौकष्ट गरेर यहाँहरूले टिम उतारिदिनु भयो, खेलाडी उतारिदिनु भयो। यहाँहरूले विजेता बन्न त जो टिम भयो हुनुभयो विजेता उपविजेता र अन्य जो सहभागी यहाँ हुनुभयो